नमस्ते, म डाक्टर श्रुति मानन्दर, ENT हेड एन्ड नेक सर्जन, राइनोलोजिस्ट र एन्डोस्कोपिक साइनस सर्जन। आज म समक्ष मेरो पुरानो पेसेन्ट हुनुहुन्छ। नमस्कार। उहाँले आफ्नो जर्नी, आफ्नो कथा आफ्नै शब्दले भन्न गइराख्नु भएको छ। हजुरको परिचयदेखि आफ्नो कथा भनिदिनुहोस् ल। हजुर नमस्कार, मेरो नाम चाहिँ राजन कुमार कार्की, मेरो घर भक्तपुर। हाल चाहिँ म दुबईमा कार्यरत छु। करिब 10-12 वर्ष अगाडि नै मैले विदेशतिर नाकमा अलिकति समस्या भएर सर्जरी गरेको थिएँ। पछि दिन बित्दै गयो, म अहिलेसम्म कार्यरत उही काम गरिरहेको छु। मलाई त्यस्तै खालको समस्याहरू भइराख्यो। अनि मैले चाहिँ हाम्रो डाक्टर साहबको टिकटकमा फलो गरिरहेको थिएँ। हरेक भिडियोहरू हेर्न लागेँ। त्यहाँ देखेँ मैले कि म जस्तै धेरै पेसेन्टहरू त्यहाँ देखेँ मैले। फेरि इन्ट्रेस्ट लिएर म धेरै हेर्दै गएँ। अलिकति मलाई पनि अलिकति इच्छा बढ्यो, म पनि एकचोटि गएर उहाँसँग सम्पर्क गरेर एकचोटि हेर्छु नि त भन्ने हिसाबले फेरि म दुबईबाट यहाँ आएर उहाँसँग कन्ट्याक्ट गरेर फेरि मेरो चाहिँ समस्या त्यस्तै भएछ। मेरो चाहिँ नाकमा मासु पलाएर गन्ध हराउने, गन्ध केही थाहा नहुने, कहिले हल्का टाउकोहरू दुखिराख्ने, रुगा लागिराख्ने, नाक एकपट्टि त मेरो बन्द भइरहेको थियो। एकपट्टि बन्द भयो भने यो खुल्छ, फेरि भोलिपल्ट यो बन्द भइरहेको समस्या थियो। पछि उहाँसँग सम्पर्क गरेर मैले अपरेसन गरेँ 1 वर्ष अगाडि। हजुरको यो सँगसँगै अरू पनि प्रब्लम थियो नि है? अब त 1 वर्ष भइसक्यो अपरेसन भएको। हजुर, गन्ध थिएन? गन्ध त मेरो करिब 8-10 वर्षै थिएन गन्ध। हैन, केही पनि अब के स्मेल, अब पर्फ्युमको स्मेल केही थाहा हुँदैन थियो है? बिना गन्ध। हजुर, खाना पनि के अब खानाको स्वाद पनि त्यति थिएन। खानाको स्वादहरू केही पनि थिएन। अनि तपाईँले अर्को एक्स्ट्रा कोमोर्बिड कन्डिसन के थियो? भने अल्का दमको पनि बिमारी उहाँ है? अनि अहिले चाहिँ के कुरा मैले अपरेसन गरेँ। अपरेसन गरिसके पछाडि 1 वर्ष अगाडि गरेको। अनि अहिले जब अपरेसन गरेर करिब 15-20 दिन पछाडिदेखि नै मेरो चाहिँ फेभर जुन गन्ध थियो त्यो आउन सुरु गर्यो। त्यसपछि थाहा भयो मलाई कि बिना गन्धको खाना र गन्ध आइसके पछाडिको स्वादै धेरै फरक भयो। मतलब जस्तो हामीलाई चाहिँ जस्तो आँखा देखेन भने आँखा बिना संसार आउँदो भयो जस्तै त्यो गन्ध बिना पनि त्यो केही स्वादै नहुने हामीले अहिले चाहिँ एकदम राम्रो गन्ध आइराख्ने, बास्नाहरू आउने, अनि खानाहरू पनि टेस्ट रियल लाइफ त यस्तो कुराहरूमा पो रहेछ त हैन त? अहिले म धेरै खुसी छु। अहिले जस राम्रो भइरहेछ। आज पनि म चेक गर्न आएको थिएँ। आज 1 इयर पछि चेकअपको लागि आउनुभएको। उहाँको एन्डोस्कोपिक इभ्यालुएसन गरिसकेँ। म्युकोजा एकदम हेल्दी छ। जुन साइनेसेसहरू उहाँको सबै खोलेको छु मैले, त्यो साइनेसेस एकदमै राम्रो क्लिन छ, जसले गर्दाखेरि उहाँको सास फेर्नलाई सजिलो। दमको जुन तपाईँलाई पहिला जुन किसिमको हुन्थ्यो त्यो धेरै हट्दै गइरहेको छ र उहाँलाई एकदमै धेरै शुभकामना। धन्यवाद हजुरलाई पनि। हजुरले पनि